दर्शकबिन नमस्कार। म निश्चल गेवाली। म यति बेला रैनादेवी छहरा गाउँपालिका वडा नम्बर 1 मा पर्ने यो असारे भन्ने ठाउँमा छु। यो असारे भन्ने ठाउँमा हामीले पछाडितर्फ देख्न सक्छौं यहाँनिर ढुङ्गा खानी छ, जुन चाहिँ सर्वोत्तम सिमेन्ट, जुन ढुङ्गाको प्रयोगबाट सर्वोत्तम सिमेन्ट बन्ने गर्छ। यो ढुङ्गा चाहिँ यहाँबाट टिप्परहरू आएर चाहिँ सुनोल नवलपरासी लैजान्छन्, त्यहाँदेखि चाहिँ त्यो सिमेन्टको रूपमा परिणत हुन्छ। यो ढुङ्गा विगत यो 5-6 वर्षदेखि यहाँनिर चाहिँ ढुङ्गा खानीको रूपमा यसरी प्रयोग भएको छ। यहाँको स्थानीयले रोजगार पनि पाएको छन्। हामीले यहाँनिर देख्छौँ भने पारिपट्टि गुल्मी देख्न सक्छौँ, त्यो पारिकै भागमा त्यहाँ खेतहरू पनि देखिरहेका छौँ त्यहाँनिरको भागमा। त्यसै गरी यहाँनिर यो सबै पखेरा, यो एकदमै ढुङ्गा, यो 100 वर्षसम्म ढुङ्गा उत्खनन गरे पनि यो भ्याइँदैन भन्ने एउटा यो अनुमान समेत गरिएको छ। त्यस अनुरूप यहाँ टिप्परहरू आउने, यहाँका डोजरले ढुङ्गा फोरेर चाहिँ टिप्परलाई ढुङ्गा राखेर पठाउने गर्छ। टिप्परले करिब यहाँ 17-18 टन ढुङ्गा बोकेर चाहिँ जाने गर्दछ। यो पारिपट्टिको त्यहाँनिर जङ्गल छ, त्यो जङ्गलदेखि यताको जति पनि यो भाग देखा छ, यो भाग चाहिँ यो सर्वोत्तम सिमेन्टको लागि, ढुङ्गाको उपयोगको लागि यसरी प्रयोग गरिएको छ। यहाँनिर पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर 1 सिद्धेश्वर अन्तर्गत रहेको असारे भन्ने ठाउँमा यसरी डोजरहरूले यसरी ढुङ्गा फोर्ने, त्यसैमाथि टिप्परहरूलाई लोड गरेर ढुङ्गा पठाउने काम गरिरहेको हामीले यहाँनिर देख्न सक्छौँ। यसलाई व्यवस्थित रूपमा अगाडि बढाउने हो भने यसले धेरैजनालाई पनि रोजगारी दिइरहेको अवस्था छ। हामीले त्यहाँ माथिनिर देख्न सक्छौँ, त्यहाँनिरबाट डोजरले ढुङ्गा फालिरहेको छ। यहाँका स्थानीयहरू पनि केही रूपमा यहाँ आएर रोजगार पनि पाउनु भएको छ। यहाँनिर हामीले देख्न सक्छौँ त्यो टिप्पर त्यहाँनिर देख्नुहुन्छ, त्यो टिप्पर चाहिँ अब सिधै यहाँदेखि तानसेन हुँदै बुटोल हुँदै यो चाहिँ नवलपरासीमा चाहिँ सिधी सिमेन्टको जुन सर्वोत्तम सिमेन्ट छ, सर्वोत्तम सिमेन्टको चाहिँ फ्याक्ट्रीमा गएर यो सिमेन्टको लागि चाहिँ यो तयार हुन्छ, यो प्रोसेसमा जान्छ। यहाँ दिनमा करिब 100 भन्दा बढी टिप्परहरू आउने जाने गर्छन्। टिप्परहरू आउने जाने कारणले गर्दाखेरि चाहिँ घरहरूमा अलिकति धुलो भएको छ हैन, बस्तीमा भन्ने कुरा आइरहेको छ। त्यस अनुरूप यो सिद्धेश्वर मिनरल्स प्राली भनेर यहाँनिर छ, त्यस अन्तर्गत यहाँनिर विभिन्न ट्याङ्करहरू छन्। ट्याङ्करहरूले चाहिँ त्यो धुलो भएको ठाउँमा ट्याङ्करले पानी छिट्ने काम पनि गरिरहेको हामीले पाउन सकिन्छ। यो अत्यन्तै एउटा भनौँ न पाल्पादेखिको यो पश्चिम क्षेत्रको एकदमै नमुना ठाउँ पनि भनेर हामीले चिन्न सकिन्छ।